यो बौद्धको गेट हो है। अब यहाँबाट हामी बौद्ध स्तूपको भ्रमण गर्दैछौँ, निरीक्षण गर्दैछौँ कस्तो रहेछ हेरौँ। बौद्ध भित्रको स्तूपा महाबौद्ध यही हो है साथी हो। यस्तो देखिन्छ सेकिङ ल अब हामी यहाँबाट यस्तो राइट साइड लागेर सरर घुम्दै जाने यसको वरिपरि। ल हामी कन्टिन्यू वरिपरि घुम्दैछौँ। आज घाम लागेकोले एकदम घमाइलो छ, रमाइलो पनि छ, मान्छेको भिडभाड उत्तिकै छ। यो एरिया कोर प्लेस फर टुरिस्टको लागि एकदम स्पेसल जग्गा हो। संसारभरिदेखि, स्थानीयदेखि लिएर संसारभरिका सबै मानिसहरू यहाँ टुरिस्टहरू, पर्यटकहरू यसको भ्रमण गर्नको लागि, यसको दर्शन गर्नको लागि आउँछन्। नर्मली यहाँ मान्छेहरूको भिड नै चलिरहन्छ। यहाँ धेरै मान्छेहरूको उपस्थिति हुन्छ यो बौद्धनाथ स्तूपा घुम्नको लागि, हेर्नको लागि। यो भित्र पस्ने ढोका हो। अनि यहाँनिर सानो मन्दिर पनि छ, यसैको अगाडि बुद्धको मन्दिर छ। माथि परेवाहरू टन्नै बसिराखेका छन्। र आज यहाँ प्रोग्राम पनि रहेछ। परेवाहरू धेरै रहेछन् यहाँ, कति धेरै परेवाहरू। lot of pigeons are here. They are eating meals. आज यो नेपाल जोरनाङ महान परिधान सत्ययुग आह्वान गर्ने अरुण कति धेरै परेवाहरू। ल यहाँको यो परेवाले पनि धेरै शोभा बढाउँछ। हामी एकछिन यो माथिबाट हेरौँ कस्तो रहेछ यहाँको दृश्यहरू। यहाँनिर घन्टीहरू पनि थुप्रै झुन्ड्याइएको रहेछ। नो पिक्चर्स इनसाइड, त्यहाँ फोटो खिच्न नपाइने रहेछ। ल यहाँ बुद्ध धर्मको पूजा गर्ने ठाउँ मन्दिर हो। यो चाहिँ बुद्ध जो भित्र चाहिँ पसिएन, बाहिरबाट लिएको पिक्चर हो। बौद्ध तथा मेलाम्ची ग्याङ्गुटी। It's a beautiful view of Bodhanath Stupa. Wow, looking great. It's outstanding view from here. Whatever you like, just order. Yeah, the people are moving around. Yeah, very nice, fabulous view. I love it. आज हाम्रो 300 को खाजा आइयो। अब यो खाजा खाएर चट्ट लहरा घर गइन्छ। घरमा गएर आफ्नो काम कार्यक्रम गरिन्छ। यो खाजाको रूपमा मात्रै त्यति हो, दुईजनाले खाने, आधा आधा खाने अनि जाने। ल सुरु गरौँ तब खानालाई।
झाले खाने काउली त काउली खाएको गुरु काउली गुरु भयो हमारे भन्छ स्टेक खाएको चिकन स्टेक खाएको मुनिबाट राख्नुपर्ने हो नि त पत्ता राख्नु पर्ने कफी पनि सकियो हजुर अब ठिकै छ अब सकिसक्यो नि अघि नै सोचेको हामीले त्यो चियर नै ढुक्चुक ढुक्चु एकदम मिठो रहेछ भेरी डेलिसियस चिकन सिस्टर साथी हो यामी तपाईँहरू खानु चाहिँ कहिले काहीँ यस्तो मिठो छ यहाँ मिठो भएर छोडेकै छैन एउटाले पक्नु न मुनिको ननिकाल्नु क्या विदेशी खाना भन्छ नेपालले पनि हामी नेपालले पनि खाँदा के हुँदो रहेछ भने खाइदिएको नि हामी मिठो हुँदो रहेछ दामी छ ठिक अब दुईवटा गऱ्यो त नसकिने पऱ्यो त्यो अर्को गरेर भन्दा एउटा मात्रै खाऊँ चिनी हालेको खाने हो कफी मेरो साथ के उसको पनि खाइदिएको कफी कति धेरै चिनी हालेर स्विट खाएको कि कफी खाएको त्यो दुइटा हालेर त मलाई त ठिक्को लाग्यो दामी एप्लस भयो भयो बुढो भयो कहाँ एकछिन सिला साङ्लो गर्नु यो मासु छ त्यो ल ल भयो ल साथी हो कफी पनि खाइयो अर्ग्यानिक हिमालयन कफी प्लस चिकन सिस्लर मिक्स चिकन सिस्लर अब अगाइयो अब घर जाने आजलाई कार्यक्रम यति नै
होइन बन्द गर्दै हाम्रो भिडियो हेरेर मन परेछ भने लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला। है त धन्यवाद। फेरि भेटौँला अब हिँडेको घर भन्दै यो भिडियोलाई यहीँ समाप्त गर्दछु। बाई बाई। एकदम